म पद्मा राणा कुँवर। मैले लगभग यो 7 पौनी 7 बजेतिर लगभग मसँग कुरा भएको हो हैन। भाइको के छ दिदी भनेर नमस्कार गर्ने सधैँ नमस्कार गर्नुभयो। अनि के छ भाइ भनेको ठिक छ भनेर ऊ भित्र गयो। म आफ्नो पूजासुजा गर्न गएँ भित्र। त्यसपछि ऊ एकदम कन्फिडेन्स थियो हैन। यस्तो घटना घट्यो होला भन्ने त सोच्ने कुरै भएन हैन। तर यो भाइ चाहिँ नि पहिला दाइलाई मारेर आएपछि पनि यो टोलमा भयो 3-4 वर्ष भयो। उहाँ धेरै राम्रो हुनुहुन्थ्यो के। त्यस्तो नराम्रो कुराहरू हाम्रो घटना यहाँ केही थिएन। एकदम राम्रो थियो। हाम्रो यो टोलले एकदम राम्रोसँग उहाँलाई स्वीकार गरेको थियौँ हैन। राम्रो थियो। अब यस्तो घटना घटेछ है। यो पूर्व श्रीमती हो ऊ चाहिँ नि। हजुर हजुर त्यो केही पनि थाहा भएन। भित्र त्यस्तो भएको रहेछ केही पनि बाहिर थाहा भएन। त्यो लेडिज आएको पनि कसैलाई थाहा छैन यो टोलमा हैन। सिर्फ सिधै प्रहरी आएपछि के भएको हैछ भनेर भन्दाखेरि अब सोध्न त सकिएन हैन। के भयो म पूजा गरेर आएँ। आउँदाखेरि प्रहरी हुन्थ्यो फोन गर्दै हुनुहुन्थ्यो। अनि पछि यो पहिलो फिताहरू लाउन थाल्नुभयो। त्यो केही भएको दुकानमा केही भएको होला भन्ने सोच्यौँ हामीले। पछि प्रहरी अलि धेरै बेर पछि बुझ्दाखेरि 2टा लास 3टा लास छ यहाँ 2टा बच्चा हो भन्ने त्यो जानकारी पायौँ हामीले। त्यही हो। उसको पूर्व श्रीमती तिपा बस्याल भन्ने अनि उसको 2टा बच्चाहरू 2टा छोराछोरी के हो त्यो पनि थाहा भएन। छोरा र छोरी हो क्या। घाँटी रेटेर हत्या गरेछ 2टा बच्चाहरूको। ऊ चाहिँ नि घोप्टो छ खै टाउकोमा हानेको हो क्या भन्ने कुरा सुन्ने छ के अरे। सुन्दा होला एकजना हो तल पनि बोल्नु भयो रहेछ एउटा दिदीसँग। बाइकमा आउनुभएको थियो अरे 2जना। त्यहाँ एकजना भाडामा एउटा भाइ बस्नुहुन्छ के। उहाँसँग आउनुभएको थियो राम्रोसँग बोलेर मसँग पनि राम्रोसँग बोलेर ल नमस्ते गरेर ल ठिक छ दिदी भने के छ भने मैले ठिक छ दिदी भनेर भित्र जानुभएको। म पूजा गर्न गएँ है। त्यस्तो हो कन्फिडेन्स। प्रहरीसँग होइन पहिल्यै आउनुभएको थियो है। उहाँले भन्दे मैले मारेँ भनेर भनेको रे भन्ने सुनेछु कि मैले। अब चाहिँ नि उहाँलाई चाहिँ नि यहाँ आउन चाहिँ नि भएन है। प्रहरीहरू चनाएको हुनु पर्यो। अब यहाँ चाहिँ नि उहाँलाई चाहिँ नि हामीले अलाउड गर्ने पनि छैनौँ होइन। उहाँ जति वर्ष छुटेर पहिला पनि पैसा उम्र कैद भएको उहाँलाई पनि उहाँ छुटेर 8-9 वर्षमा आउनुभएको हो। तर पनि हामीले उहाँलाई शरण दियौँ यो टोलमा। राम्रो व्यवहार गऱ्यौँ उहाँलाई होइन। राम्रो व्यवहार पनि थियो उहाँको। यति राम्रो व्यवहार गर्नुभएको थियो। सबै राम्रो थियो है। त्यस्तो भन्न चाहिँ नि मिल्दैन। उहाँले कहिल्यै नराम्रो गर्नु भएन। यहाँ 3 वर्ष या 4 वर्ष जति भयो उहाँको। त्यति चाहिँ नि मैले जानेछु उहाँको विषयमा है।